सम्पूर्णमा नमस्कार। म प्रवेश दाहाल। हिजो शीतल निवासमा राष्ट्रपतिले आह्वान गरेको बैठकमा जेनजी प्रतिनिधि, सरकार र राष्ट्रपति भनेर बैठक बोलाइयो र त्यस बैठकमा राष्ट्रपति कार्यालयमा राष्ट्रपतिज्यू नै उपस्थित हुनु भएन। उहाँ बिरामी हुनुभयो भन्ने खबर आयो। त्यसपछि त्यहाँभित्र के भयो भनेर धेरैजना साथीहरूले फोन गरेर म्यासेज गरेर सोधिरहनु भएको छ। त्यहाँभित्र के भयो भन्दा त्यो मन्त्री सिफारिस कसले गर्यो भन्ने कुराको एउटा मुख्य कुरा रह्यो र मन्त्री अहिलेको रियालिटी होइन भन्ने कुरा आएको छ। र अर्को कुरा के रह्यो भन्दाखेरि त्यहाँभित्र केही व्यक्तिलाई मात्र यो सरकारले चिन्ने तर कसैलाई नचिन्ने तरिका किन भनेर प्रश्न भयो। ती प्रश्नहरूमा पनि सबैजनालाई सहकार्यको बाटो गरेर आउनका निम्ति आह्वान गरिएको छ। अब सम्पूर्ण जेनजीहरू कोही पनि विभाजित नभइकन एजेन्डामा एक भएर आन्दोलनलाई संस्थागत गर्नका निम्ति सम्पूर्ण जेनजीहरू एकजुट हुन जरुरी छ। साथै नेपाली जनताले पनि अब खबरदारी गर्नुपर्छ र नेपाली जनताले भन्नुपर्छ र नेपाली जनताले पनि एउटा पोजिटिभ तरिकाको क्रिएसन गर्नुपर्छ कि त पोजिटिभ भाइब्स क्रिएसन गर्नुपर्छ कि काम गर्ने मान्छेलाई पनि सहज बनोस्। विरोधका लागि विरोध होइन, परिवर्तनका लागि विरोध होस्, चेन्ज होस्। त्यो भएर सकेसम्म अब नेपाली जनताले र विद्वान टिमहरूलेदेखि लिएर बौद्धिक वर्गदेखि लिएर सामाजिक, राजनैतिक, आर्थिक, भौतिक सम्पूर्ण कुराको परिवर्तन ल्याउनका निम्ति सम्पूर्ण नेपाली एकजुट हुन जरुरी छ र सम्पूर्ण नेपाली जनतालाई, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवा, भाइ बहिनी सम्पूर्णलाई सम्झेको छु। तपाईहरुकै भाइ छोरो भतिजो प्रवेश दाहाल।